मलेसियामा जारी एसियन गेम छनौटमा चीनलाई हराउँदै नेपाल समूह बीको शीर्ष स्थानमा पुगेको छ। अब भोलि उनी इन्डोनेसियालाई पराजित गरेमा नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ। पहिलो खेलमा चीनसँग हारेको इन्डोनेसिया विरुद्ध भोलि पराजित नै भयो भने पनि नेट रन रेटमा माथि रहँदै नेपाल समूह विजेता बन्न सक्नेछ। यदि समूह एबाट थाइल्यान्ड लगातार 2 जितका साथ सेमिफाइनल पुगेको छ भने भोलि उनी मलेसिया र हङकङ बीचको विजेता टोली समूह उपविजेता बन्दै सेमिफाइनल नेपाल र प्रतिद्वन्दी बन्नेछ। 6 टोली सम्मिलित यस प्रतियोगिताबाट फाइनल पुग्ने 2 टोली र तेस्रो स्थानका विजेता गरी कुल 3 टोली एसियन गेममा छनौट हुनेछ। नेपालको महिला टिमले चीनको महिला टिमलाई 19 रनले हराएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको महिला टिमले सम्झना खड्का 3 बलमा 4 रन 1 चौका, सोनी पाक्रिन 24 बलमा 18 रन 2 चौका, रुबी पोडार 25 बलमा 22 रन 1 चौका, रबिना छेत्री 1 बलमा 4 रन 1 चौका, पूजा महतो 57 बलमा 63 रन 6 चौका, कविता कनवार 9 बलमा 5 रन, इन्दु वर्मा 1 बलमा 0 रन। नेपालले 19 रनले जित्न सफल भएको छ। आजको म्याचमा पूजा महतो पनि प्लेयर अफ द म्याच भएको थियो।